यो एउटा कस्तो राम्रो चिज भन्नुभयो किनभने यो दसैँमा एकदम अग्ली पनि भयो यो चाहिँ आई थिङ्क मेन्टालिटीको असर पनि होला जुत्दैछौँ हामी भने जस्तो गरेर होइन तपाईँले सँगै आउने हो जुत्ने होइन भन्नुभयो मलाई मेरो बुझाइ 3वटा फिल्म सँगै आउँदैछ नेपाली फिल्म एक हप्ता अगाडि अनमोल केसीको फिल्म आउँदैछ अनि त्यसपछि 2टा मभन्दा एक दिन अगाडि हुनुहुन्छ 2टा हुनुहुन्छ एकदम अब शुक्रबार रिलिज गर्नुपर्छ भन्ने सानैदेखि सुनेको भएर शुक्रबारै छ सबै चिज गरेर म अगाडि नै फाइनल गरेर आएको तर के हो भने प्रतिस्पर्धा त अहिले क्रिकेट खेल्नेहरूले पनि प्रतिस्पर्धै त गरिरहेको हुन्छ तर त्यहाँ स्वस्थ प्रतिस्पर्धा छ होइन त्यहाँ चाहिँ खुसीले हाम्रो देशको झन्डा फहराउनु पाइन्छ त्यस्तै हामी पनि स्वस्थ गरौँ न जसले जित्छ उसले झन्डा फहराओस् अनि हामीले गर्व गरौँ होइन र त्यसलाई किन चाहिँ विभिन्न खालको उ गर्ने केही छैन हामीमा केही छैन स्पेसली ममा त केही पनि छैन क्षेत्र यही हो म यही कलाकारिता क्षेत्रमा काम गरेर आएको मलाई यही कलाकारिता क्षेत्रमा मलाई घरको खानाभन्दा सुटिङको खानाले मलाई एकदमै धेरै अपनत्व दिन्छ क्या एउटा बनाएर सकिने पनि होइन फेरि होइन यहीँ बस्नु छ यहीँ बस्नु छ नि होइन यो त पहिलो सन्तान हो होइन त्यस कारण यसलाई राम्रोसँग जन्म दिउँ राम्रो यसको भविष्य चल्नै पर्छ भन्ने प्रेसर होइन त्यो छैन त्यो प्रेसर छैन मलाई म त अझै भन्दैछु मैले बनाएको सिनेमा जतिजनाले हेर्नुहुन्छ हेर्न पर्ने सिनेमा बनाएको छ यसले यति वर्षमा बुझेर यति बनाएको